अनि यहाँ चाहिँ सन्डे स्कुलको बच्चाहरू चाहिँ गेम खेल्ने रे अनि त्यही भएको भएर यहाँनिर गेम खेलाउनु लागिराख्नु भएको छ सिस्टरहरूले। अनि त्यस पछाडि चिया छोरी पनि त्यहाँनिर खेलाउनु लागिरहेको छ। अनि के भन्छ अरे आँखा छोप्ने अनि त्यस पछाडि पक्रिनेलाई के गेम भन्छ मैले बिर्सेँ। हामी पनि बच्चा बेलामा कति धेरै खेलेको है, तर अब रमाइलो लाग्छ। अनि यस्तो कुराहरू देख्दाखेरि अनि हाम्रो चाहिँ मेन सङ्गति सक्यो चर्चमा। अनि त्यसरी चाहिँ बच्चाहरूको सन्डे स्कुल हो। अनि यहाँ चाहिँ हामी ठुलो मान्छे, मलाई पनि आज बहिनीले त्यही जाउँ भनेर भन्यो नि, म पनि त्यहीँनिर गइरहेको छु। अनि रमाइलो भइरहेछ, बच्चाहरू पनि कति खुसी भएर खेलिरहेछ है, कति हाँस उठाएर हाँस्दा हाँस्दा भगवान् भरेसम्म। अनि फेरि चर्चको काम थियो अनि हाम्रो फेरि काम पनि थियो। अनि हामी छिटो यहाँनिर सकेर चाहिँ हामी सिस्टरहरूलाई नि सबै हेर्नु ल भनेर हामी चाहिँ बहिनी र म चाहिँ फेरि लाग्यो यहाँबाट। अहिले चाहिँ हामी चर्चबाट सिधै फर्केर यहाँनिर यता कम्प्लेक्सनिर आइसकेको छौँ पैसा निकाल्नुको लागि। पैसा ननिस्केर कस्तो तनाव भइरहेछ क्या यहाँनिर चाहिँ अहिले। सो अब चाहिँ हामी पैसा निस्किन्छ चाहिँ निस्क्यो भने चाहिँ यहाँबाट हामी बस चाहिँ हाम्रो पाउने चाहिँ पर हो। अनि त्यसरी त्यहाँ परबाट बस गर्नु ठ्याक्कै 1 बजी जानुपर्ने। यहाँदेखि हिँड्दै कुद्दै जानुपर्ने हुन्छ। अब नभएदेखि हामीले गाडी पनि पाउँदैनौँ। अनि हामी फेरि अटोमा जानुपर्ने हुन्छ। अनि अटो चाहिँ धेरै पैसा लिन्छ। अनि मेरो बहिनी चाहिँ यहाँ पर पैसा निकाल्नु गएको छ, त्यो चाहिँ भित्र बसेछ। त्यसले पैसा लिएर आउँछ कि के गर्छ हेर्नु भन्छ, त्यस्तो गरिरहेछन्। भयो अनुहार हेर्दै थाहा हुँदैछ पैसा भइसक्यो भनेर। यस्तो नभएको अहिले हात यस्तो गर्दै आउँथ्यो कि भयो। यस्तो खतरनाक काम बिगारेर आएको छौँ हामी चाहिँ। सस्तोमा घर आइपुग्ने भनेर सोचेको। अनि हाम्रो बिरतामदेखि यहाँ आइपुग्नुलाई चाहिँ 150 रुपियाँ भाडा लिन्छ के अटोले। अनि बसमा चाहिँ 50 रुपियाँ मात्रै। अनि हामी 1 बजीको बस भेट्छौँ भनेर कस्तो स्पिड कुदेर आउँदै थियौँ। लास्टमा उहाँजीले चाहिँ फोन छोडिराख्नु भएछ कम्प्लेक्समा। तर हामीलाई कहाँ छोड्यो भन्ने थाहा भएन। हामीलाई चाहिँ यस्तो भयो कि हामीले अटोमै फोन छोड्यौँ होला भन्ने भयो कि, किनभने यता हामीलाई गाडी छिटो टिप्नु थियो। अनि त्यही भएर छिटो गरेर अटोमा आएको थियौँ। अनि लास्टमा फोन गऱ्यौँ। अनि फोन गर्दाखेरि त उता कम्प्लेक्सको गाडीले राखिदिएको छ भन्यो। अनि फेरि त्यहाँदेखि फेरि हामी अटो टिपेर गयौँ उता। अनि उता गएर अनि त्यस पछाडि फोन लिएर आयौँ। अनि लास्टमा सस्तोमा आउने भएको उल्टै कति हामीले पैसा गऱ्यौँ, कति सक्यौँ होइन। 50 रुपियाँको लोभले 1000 गर्ने भएको झन्नै 500-1000 सिधै राखेर चिल पारामा आउँदैछु मैले। हामी यहाँनिर निराश त्यही हिँड्दैछु। यसको अनुहार हेर्नु लायकको छ। यो यस्तो अरे स्किन प्रोटेक्सन गर्छु भन्दै चाहिँ छातै नउडी हिँडिरहेछ। यसको हावा उडिरहेछ यसको अहिले होइन। यस्तो हाँसो लाएर आउँछ कि सम्झिँदा नि के गर्नु र, कस्तो भयो क्या। गाह्रो छ गाइजहरू। सस्तोको पनि केले पखाला लगाउँछ भन्छ नि, त्यस्तै भयो कि आज चाहिँ हाम्रो। हेलो एभ्रिवान। अनि हामी चाहिँ चर्चबाट सिधै आएर यहाँनिर धानबारीमा आएको छौँ। यतापट्टि पुगेको छ है। अनि धानबारीमा आएको छौँ होइन। यतापट्टि कस्तो बबाल घाम लागिरहेछ। यस्तो दामी हाम्रो धान फलेछ कि होइन। प्लिज अर्काको त किन हेर्नु, यस्तो बबाल धान फलेको छ कि म छक्कै परिरहेको छु। परमेश्वरलाई धेरै धेरै धन्यवाद होस्, हाम्रो धान यति धेरै फलेको छ। अनि त्यस पछाडि हामीलाई खुसी लागिरहेको छ। तर अर्को साल चाहिँ त्यो परको खालको धान रोप्नुपर्छ है। अनि यहाँनिर चाहिँ ढुसी किरा छ। अनि त्यस पछाडि ओ गड, यहाँनिर चाहिँ हाम्रो 2 जना शैतानहरू। ओइ यता हेर त, यस्तो बबाल धान फलेको कस्तो भित्रै खुसी लाग्दो रहेछ। आफूले यस्तो धेरै मेहनत गरेर फलाएको चिजहरू देखेपछि त बहुत खुसी लाग्दो रहेछ होइन। एकदमै धेरै खुसी लाग्यो। होइन आमा, त्यो यस्तो भएको यो ढिलो फलेको कसरी ढिलो फलेको भने नि, त्यहाँनिर पहिला झार धेरै पलाएको थियो कि। अनि अस्पताल चाहिँ पछि मल लगाएपछि त्यो फेरि फिर्ता आएको हो नि त, त्यो भएको के।
त्यही भएर यहाँ पनि त्यस्तै भएको अनि पछि आशाहरू हामी आएर गोडेको हो नि त यो यिनीहरू हो नि यहाँनिर त उम्रेकै थिएन धानै झन् ऊ त्यहाँ अलिअलि छ खाल्डो भएको छ अलिअलि बिचमा फलेको रहेन रहेछ कुनै कुनै ठाउँमा तर ऊपर धान चाहिँ फलेको छ हामी धान काट्ने बेला भएन भनेर भिजिट हेर्नु आएको तर होइन रहेछ तर यता पनि ऊपर धान फलेको छ तर यो चाहिँ यता हाम्रो खालको धान होइन अर्को खालको धान हो यो ए के साह्रो फलेको यता हेर त चिया चुरी ओइ हेलो 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 हो यसरी यो बिचबिचमा यो माटोको हामीले चेक जाँच गर्नु पनि डक्टर लिएर हामीले उपचार गर्नुपर्ने हुन्छ यसको लागि यो गरामा यसमा चाहिँ ओभरै धान फलेछ हामीले इमेजिनेसनभन्दा बाहिरको धान फलेछ यो गरामा झन् धेरै यता यहाँनिर अलिकति पानी थिएन कि त्यही भएर हो आमा मैले सबै मलाई ए माटो मरेको त्यही भएर त्यस्तो लाग्छ के को पानी जमिन पानी नै थिएन यो गरामा पानी नै जम्दा यो धान हाम्रो त पर्छ नि होइन यो पनि हामी आफै काट्ने होला धान होइन यस्तो बगाल धान फलेको हजुरहरूले देखिरहनु नै भएको छ अझै पनि हेर्नु ल फल्न चाहिँ यसरी नै फलेको हाम्रो लागि चाहिँ धेरै फलेको अब अरू मान्छेहरू धेरै फलेछ हाम्रो बाक्लो भएको कि जस्तो एउटा कुरा चाहिँ मैले यतापट्टि यताभन्दा आशा भिडियो बनाउँदैछु होइन यताभन्दा यताले फलेको होइन यता यो गरामा यता हाम्रो डेमाहरूको के गरेको अलिक स्मार्ट लडै लड्दाखेरि मान्छे हात चिले कनाको कनाकै छु फिला कनाको कनाकै छु यहाँनिर थुनाको यो चाहिँ थुनाको धान हो थुनाको हाम्रोभन्दा कति अगाडि राख्नुभएको यो चाहिँ हाम्रो पवन भाइको पेवा हो छुना नहुने के साह्रो फलाएछ यो पवनले यो गर्छ है यसले यसको एक बोरा के बोलेको आशा एक बोरामा पनि निस्किन्छ ल्या यो त यो चाहिँ हाम्रो सुनागान्छीलाई पठाइदिनु है यहाँ एकछिन यो भिडियो ए यो त साथी देवा र पवनको त्यो मात्रै हो पवनको साथी देखिरहेको मात्रै यस्तो बगाल फलाएको छ यो चाहिँ हाम्रो पुर्केको यति चाहिँ उसले आफै रोपेको यो पनि फलाएको छ यो धान यो चाहिँ हाम्रो सुनागान्छीको धान यस्तो भइरहेको छ यस्तो बगाल एकछिन यो कोकोनट हो हामी 200 रुपियाँ गोटा किनेर खान्छौँ यता यहाँ यता अगाडि अवन अनि के भन्नु हामीलाई क्या बोयफ्रेन्डहरूले यस्तो भन्छ क्या म मऱ्यो भने के कुत्ता कस्तो खालको रहेछ म भनिसक्छु क्या म मऱ्यो भने के गर्छौ भन्छ होइन अनि चाहिँ हामीले चाहिँ के भन्नु पुरा इमोसनल रिप्लाई दिनुपर्छ क्या त्यस्तो नभन न भन्छ होइन तर हामीलाई बाल खर भइरहेको हुन्छ त्यतिखेर चाहिँ केही मतलब भइरहेको हुँदैन उमर भने के गर्नु हरियो बास काट्ने काठमा लामै लगेर पुर्दिने कि जलाइदिने बास यति त्यसो भन्छ क्या हाँस्नै लाग्छ ल के पो भन्दै हिँड्नुपर्छ यतिखेर जे भने पनि हुन्छ म राम्री देख्यो भने कहाँ सबैजना राम्री आउँछ मैले केही भन्नु खोजेको होइन होइन म नराम्री छु भन्नु खोजेको होइन म यहाँ आएर होइन मलाई राम्री देख्नु पऱ्यो मैले दामी भिडियो पोस्ट गर्नु पऱ्यो चप्पललाई इग्नोर गर्नु पऱ्यो होइन यो चाहिँ हाम्रो आमा रासाले मुसाले जाँड खाँदैछ नि यहाँनिर यिनीहरू भन्नु मात्रै जाँड खाने तर खतरा जाँड खाने मान्छेहरू है कति फले सबै पाकेको रहेछ नि खै त्यहाँ त त्योभन्दा चाहिँ पहिरो हुन्छ त उठ्याउनु छ होला उठ्या त्यो चाहिँ के हो एकछिन चाहिँ के उठ्यो भने छैन भन्छ कुचीहरूलाई लगिदिनु होइन उठ्यो खासो मिठो होइन हाम्रो आमा त धेरै खानुहुन्छ किन बोक्नु दुईवटा मात्रै खानु होला दुधमा ल्याएर कति धेरै पाकेको तर सबै बेला गयो यो चाहिँ मुसाको जाँड हो अनि यो चाहिँ कस्तो हुन्छ नि ल मान्दैन ल प्लिज यो चाहिँ यस्तो हुन्छ यो चाहिँ यस्तो हुन्छ अनि मैले चाहिँ खानु लागिरहेको छु ल मुसाको जाँड ला यो के लाग्यो नि यो सुना कान्छीले
पर्छ हौ आशा यतातिर चाहिँ धानहरू लडेछ कस्तो राम्रो गीत गाउँदा हुँदै च्याचुरीले गर्दा नराम्रो नेनो पे दिल हारी है कहाँ छ तार काटौँ न नि अब त्यसमा त्यस्तो कुरामा पनि हामी गर्नु हुँदैन हौ र गाइजहरू होइन आजको हाम्रो दिनचर्या चाहिँ यसै गरेर बित्यो हामी चर्च गयौँ त्यस पछाडि धान खेतमा आयौँ अनि धान पनि राम्रो लाग्यो अनि हाम्रो चर्च पनि राम्रो लाग्यो होला भन्दै अब चाहिँ हाम्रो भिडियोलाई इन्ड गर्न चाहन्छौँ अनि त्यसरी हजुरहरूले भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नुहोला थ्याङ्क यू फर वाचिङ माई भिडियो थ्याङ्क यू सो मच एभ्री वान नेक्स्ट भिडियोमा हामी भेट्छौँ